नमस्कार सबैलाई, स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानल द आरपी फुड डायरीमा। आज हामी घरमै एकदमै स्वादिलो पप करी र सुगन्धित भेज पुलाउ बनाउने छौं। यो रेसिपी धेरै सजिलो छ र विशेष दिन पाहुना आउँदा वा फ्यामिली डिनरको लागि एकदमै पर्फेक्ट हुन्छ। यदि तपाईहरुलाई हाम्रो भिडियो मन पर्छ भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। पुलाउ बनाउनको लागि चाहिँ मैले 3 कप जति बासमती चामल लिएको छु। बासमती चामललाई मजाले राम्रोसँग धोएर 20 देखि 30 मिनेटसम्म भिजाएर राख्ने छु। चामललाई भिजाएर छोडिसकेपछि एउटा भाँडोमा पप करी बनाउनको लागि थोरै तेल, थोरै तेजपत्ता, खडा मसलाहरू हालेर मैले चाहिँ पप बनाउनको लागि 1 केजी जस्तो बकको मासु लिएको छु। बकको मासुलाई मजाले फ्राई गर्नुपर्ने हुन्छ। बफको मासुलाई चाहिँ अब कलर चेन्ज हुने गरीसम्म हामीले फ्राई गर्नुपर्ने हुन्छ। जब कलर चेन्ज भएर थोरै भएको पानीहरू हटिसकेपछि त्यसमा फाइन चप गरेर राखेको प्याज, त्यसपछि फाइन चप गरेको खुर्सानी हालेर मजाले चलाउँदै बनाउने। प्याज र खुर्सानी पाकिसकेपछि अदुवा र लसुनको पेस्टलाई पनि त्यसमै हालेर मजाले बनाउने। त्यसपछि हामीसँग किचनमा नर्मल्ली युज हुने खुर्सानीको धुलो, बेसारको धुलो, त्यसपछि मसलाको धुलो, कति झोल हालेर राख्नुहुन्छ त्यही अनुसारको स्वाद अनुसारको नुन अनि मसलाहरू तपाईहरुसँग भएको गरम मसलाहरू हालेर बनाउनु होला। त्यसपछि मसलाहरू पाकिसकेपछि गोलभेडा हालेर गोलभेडालाई मजाले चलाएर गोलभेडालाई पनि पाक्ने गरीसम्म बनाउनु पर्ने हुन्छ। अब गोलभेडा पनि लगभग पाकिसकेपछि मसलाहरू पनि पाकिसकेको हुन्छ। त्यसैमा 1 कप देखि 2 कपसम्म पानी हाल्नु होला। पानी हालिसकेपछि मासुलाई चाहिँ छोपेर चलाउँदै फेरि तपाईलाई पाकेको जस्तो लाग्छ भनेदेखि निकाल्नु होला, नत्र भनेदेखि छोप्दै अलिक टाइमसम्म बनाउनु होला। थोरै सानो आगो बनाएर, जबकि तपाईहरुले सानो आगो बनाएर बनाउनुहुन्छ मासु चाहिँ एकदम धेरै स्वादिष्ट हुन जान्छ। मैले चाहिँ 40 देखि 50 मिनेटसम्म मासुलाई मजाले बनाएको छु। त्यही भएर मासु रेडी भइसकेको छ। यसलाई चाहिँ माथिबाट धनिया हालेर गार्निसिङको लागि रेडी भइसक्यो हाम्रो मासु। अब मासु रेडी भइसक्यो। मासु रेडी भइसकेपछि एउटा प्यानमा 2 चम्चा जस्तो घिउ, तेल भन्दा पनि घिउ हालेर बनाउँदाखेरि एकदम पर्फेक्ट हुन्छ र अघि 20 देखि 30 मिनेटसम्म भिजाएर राखेको चामललाई स्ट्रेन गर्यो। त्यसपछि घिउ तातिसकेपछि खडा मसलाहरू मैले चाहिँ आल्मोन्ड नट्स र काजु नट्स र मसलाहरू राखिसकेपछि मजाले एकछिन चलाउनु होला। मजाले हल्का कलरिङ चेन्ज भइसकेपछि फेरि मैले चाहिँ गाजर लिएको छु। गाजरलाई चाहिँ स्लाइस गरी तपाईहरुलाई जस्तो साइजमा काट्नु मन लाग्छ त्यसै गरी काटेर बनाउँदा पनि भयो। फेरि त्यसलाई फ्राई गरिसकेपछि मटर हालेर फ्राई गर्ने। मटर पनि हालेर फ्राई गरिसकेपछि मजाले मटरलाई पनि 2-3 मिनेट बनाउनु होला। त्यसमाथि मलाई चाहिँ अलिकति मिठो लाग्ने भएर थोरै चिनी, नुन पनि हालेको छु। अनि त्यसपछि हामीले स्ट्रेन गरेर राखी छोडेको चामललाई हालेर थोरै बिस्तारै मजाले चलाउनु होला। अनि त्यसपछि 2-3 मिनेट या त्योभन्दा धेरैसम्म पनि लो हिटमा मजाले बनाउन सक्नुहुन्छ। थोरै चामल फ्राई भइसकेपछि मलाई चाहिँ पुलाउ बनाउनको लागि प्रेसर कुकर भन्दा राइस कुकर नै ठिक लाग्छ। सो मैले पनि राइस कुकरै युज गरेको छु। अघि हामीले चामल जति कप हालेको छौं त्यो भन्दा 1 कप जस्तो धेरै चामल हाल्नु होला। अब हाम्रो स्वादिलो पप करी र सुगन्धित भेज पुलाउ तयार छ। तातो तातो सर्भ गर्नुहोस् र परिवारसँग मजाले इन्जोय गर्नुहोस्। यदि तपाईहरुलाई यो रेसिपी मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिनुहोस् र हाम्रो च्यानल आरपी फुड डायरीलाई सब्स्क्राइब गर्न नभुल्नु होला। फेरि भेटौं अर्को स्वादिलो रेसिपीका साथ। धन्यवाद।